आजको एनपिएल 2 रोमाञ्चक म्याचहरूको पुरा समाचार। नेपाल प्रिमियर लिग 2025 अन्तर्गत आज कीर्तिपुरमा दुईवटै खेल निकै रोमाञ्चक बने। भिड वातावरण र दुवै खेलले प्रशंसकलाई पूर्ण मनोरञ्जन दिएको छ। पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच भएको आज बिहान भएको पहिलो खेलमा चितवन राइनोजले 4 विकेटको उत्कृष्ट जित दर्ता गर्यो। कर्णाली याक्सले पहिला ब्याट गर्दै 20 ओभरमा 166 र 3 को विकेटको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। कर्णालीका तर्फबाट ओपनरले बलियो सुरुवात गरे। मध्य क्रममा खेलाडीले इनिङ सम्हाल्दै अन्त्यतिर रन गति बढाए, तर जवाफी इनिङमा चितवनका ब्याटरहरूले अत्यन्तै आक्रामक देखिए। चितवनले 19.1 ओभरमै 171 रन बनाउँदै 6 विकेटको लक्ष्य पार गर्यो। यो जितसँगै चितवनले अङ्क तालिकामा महत्त्वपूर्ण 2 अङ्क थपेको छ। दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्स। दिउँसो दोस्रो खेल पूर्ण रूपमा विराटनगर किङ्सको नाममा रह्यो। विराटनगरले पहिला ब्याटिङ गर्दै 220 को रन बनाउँदै 6 विकेटको विशाल रन बनायो। विराटनगरको तर्फबाट टप अन्डरबाटै आक्रामक सुरुवात, मध्यम क्रम गतिले कायमै राखो, ठुला शटका साथ इनिङ पुरा। पोखराका बलरहरू लगातार दबावमा परे। लक्ष्य पछ्याउन उत्रिएको पोखरा एभेन्जर्स 20 ओभरमा 167 रनमै समेटियो भने विराटनगरले 53 रनको ठुलो जित हात पारेको छ।